हेलो हेलो दर्शक नमस्कार। ह्यापी असार 15 दही चिउरा खाने दिन। आए यहाँ न आए अनि अर्को खबर के छ? सन्चै हुनु जानु मैले पूर्ण आश गरेको छु। यहाँ पनि एकदम ठिकठाक छु। आज माइत निस्केको झोलामाथि नानी यस्तो बिजोग छ यहाँ कोसेली। ए भगवान् गाह्रो छ मलाई। आज चाहिँ म माइत निस्केको साथी हो। यता माइतीको बाबा पनि हस्पिटल झर्नु भएको छ, आमा पनि बिरामी हुनुहुन्छ है, त्यही भएर म निस्केको। दुख बिमार हुँदा धेरैजना हुनुपर्ने रहेछ, धेरैजना हुनुपर्ने रहेछ गाइज। अन्त यसरी दुःख पाइन्छ। पानी पनि झिमझिम पर्दैछ नि नि हाई गरिदेऊ हाई हाई। यस्तै छ। हेर्नुहोस् न माइत जाने बाटो यस्तो छ। मेरो माइत जाने पास्तर बाटो हेर्नु ढुङ्गाको संसार भने जस्तै छ बाटो। पानी पऱ्यो गाइज। साला जिन्दगीले पनि के साह्रो परीक्षा लिएको मलाई चाहिँ। उकालोमा ब्यागमाथि नानी पोखरा पाकी। हे भगवान् गाह्रो छ। लेकमा हेर्नु न यत्रो ढुङ्गा। लेकमा भर्खर यस्तो मकै छ। अयो धन्न मेरो छोरी देवता जस्तै ज्ञानी छ र झगडा गर्दैन र। हेर्नु न मेरो छोरी सुत्दैछ। नानी हामी आइपुग्न आँट्यौँ है मामालाई। सो गाइज लगभग म पनि माइती घर आइपुगेको अवस्था आइपुगेँ। यो बुढापाका बस्ने घर हेर्नु न पहाडको कस्तो हुन्छ। यस्तो छ मेरो माइती घर। आमा केही गर्नु हुँदै होला। बाउ हस्पिटल, आमा पनि बिरामी। यो मेरो किचन। आमा 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 नमस्ते नमस्ते। अँधेरोमा के गर्नु हुँदैछ? नादाले चाहिँ कतिखेर आउनु हो? अटोले उतारसम्म ल्याएको नानीसँग। ओह यस्तो नि हुन्छ हेत्तेरिका हत्तु। आई यता मेरो आमा हुनुहुन्छ। आइपुग्यौँ भन न। माइती घरमा आएर खोले बोकिँदैछ यसरी पछाडि आमा हुनुहुन्छ बिचरा। ब्रेन ट्युमरको पीडित आमा हुनुहुन्छ। के गर्नु? पोखिँदैछ कि क्या हो? जहाँ गए पनि दुःख गर्नुपर्ने यस्तो हो। है गाउँले जीवन।
त्यो सबै आगो लाग्छ अरे नि त अनि त्यो त अनि मेसिन हो नि त मेसिन अनि दाजुले चाहिँ कहाँ त लगेको अरे हाम्रो माइत घरको गोठ आइपुग्यो है यो त अनि जिउँदै जिउँदै लिएर गाडेको छ त यो चाहिँ किन गाडेको नि घाँस त अनि टन्न काटिराखेको रहेछ त बुढो मान्छे त्यो के भएको होला त्यो चाहिँ भाँडा काटेर खानुपर्ने यो बजियालाई निकाल्यो अरे खुट्टा बेचिदिनु हौ बेचिदिनु भनेर त अनि यहाँ दामै लाउँदै छैन कति भनेको आफूले 60 भन्छ अनि कुदिरे खुट्टा निकाल्नु पर्छ बसी निका कुरा अनि कति लाउँदैछ त्यो 50 त पुऱ्याउँदैछ नि त हेर न अन्न निकालेको त्यसले खै खै लौरो हौ हाँस हौ उमेर पुगेको छ उमेर पुगेको रहेछ खै यहाँ दिनु न अन्नको म त माया लाग्छ माया लाग्छ हो माया गर्छ आमाले म फिर्छु आमामा यो के सिमेन्ट प्लास्टर गरेको यहाँ हटेरको मल यसरी बनाइन्छ पाहाडमा लेकमा त्यो पाहाडको नि लेक एकमा गाई पर बाछा यो चाहिँ के हो फेरि बाछी के पालेको यति साह्रो होला आमा टिके पो रहेछ आएछ टिके लुखा खोले खा यो त किन सानो देखिएछ त भएछ हौ सानो भएछ के गाई सानो देखे त नि दुधै घट्यो खाटाङ खुरुङ भएको छ के भएर बा के दिनुपर्छ दबाई औषधि पनि त के भयो कुन दिनु पर्यो गाईलाई 105 ल्याउनुपर्छ ल खोइ पानी कहाँ छ उता चुलाहरू ल्याउनुपर्छ 105 ल्याउनु आम्मामा यो त के हो नि राजै भएछ त 50,000 लाउँदैछ अरे अनि ती पठाउनु नि त पछि त्यति पनि हराइ जान्छ दाजु नि मान्दै छैन अनि नदिनु 50 मा त भन्दैछ हिजो अस्ति आएर उसले त त्यो गर्नु पर्ने छैन झाँटा दी पठाउनु के को आमामा भरे यसले अनि के हान भने चाहिँ नि लेकको गोठ यस्तो हुन्छ हेर्नु होला सानो साथी हो भनेर आमा के भने रे आमा छोरी कस्तो छौँ पछि म पनि यस्तै हुन्छ होला आमा जस्तो होइन साथी हो भनिदिनु पर्यो कमेन्ट गरिदिनु पर्यो गाह्रो छ यसलाई जुम्राले छोडेको छैन रहेछ अझै हेर्नु पाडालाई फुरुफुरुले गरिदिनु फुरुक 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 नचल्न खोले खास हो $50,000 को माल राँगो 60,000 भनेको अरे हाम्रो बाबाआमाले 50,000 लाइसक्यो अरे बुढाबुढीले पालेको गोठ यस्तो यो कटेर यस्तो यो सोथर खाने ठाउँ
सोथर राख्ने ठाउँ यो हेर्नु सोथर यसरी सोर्छन् हजुर हो अनि यो चाहिँ खोले के गर्नु लगाइदिनु न नि अब घाँस बाउले यति साह्रो काटेर हिँड्नु भएको रहेछ बिचरा बाउ पनि रोगी हुनुहुन्छ कान सुन्नुहुन्न कानको उपचारको लागि जानुभएको छ है मेरो बाउ चाहिँ आमा पनि बिरामी हुनुहुन्छ हिजो अस्ति भर्खर सिलगढी चाङ हस्पिटल सिटी हस्पिटल पुगेर लिएर आउनुभएको दबाई औषधि खानुभएको त लगातार 2 वर्ष भयो अब एकचोटि एमआरआई गराएर फेरि ल्याउनुभएको दाजुले आमाहरूले यहाँ पनि पो सोथेर राखेको रहेछ ए होइन लाली गुराँसको बोट यता त गुराँसै गुराँस मात्रै हुन्छ नि त एउटालाई कटेर दाउरा राख्ने कटेरो यता पनि कटेरो ए मान्छेलाई के चाहिएको ओहो गाह्रो छ जिन्दगानी छोटो छ दिल पोहोर साल यहाँनिर गयो के पहिरो गएर टोइलेट सोइलेट सबै लगे होइन यस्तो छ दाउरा कटेर यस्तो छ दाउरा यति छ होचो हुन्छ कि यताको कटेरहरू गोठहरू प्रायः सबै फेरि यता मेन भनेको अब मधेसतिर भने टिनको काम होइन हाम्रो पाहाडमा यहाँ पाहाडको 5 भेगमा चाहिँ टिनको सट्टो हेर्नु न यहाँ चित्रा मालिङ्गको चित्रा है त्यो भित्ता पनि यताको भित्ता पनि सबै चित्राले छाएको है यो माथिल्लोपट्टि मात्रै टिन हो त्यस्तो छ सबै चित्रा काम हुन्छ क्या साथी यता पनि हेर्नु नि चित्रा तातो पनि हुन्छ क्या चित्रा कुखुराखोर हेर्नु होला है कुखुराखोर यसरी एउटा दुईटा तीनटा भाले पोथी यता पनि भाले पोथी ठुला ठुला रहेछन् हेर्नु ढुङ्गा है ढुङ्गाको ओडाल यस्तो छ मेरो माइत घरै यस्तो छ हेर्नु न बुढापाका बस्ने घर कस्तो हुन्छ दाजुलाई बिहे गर्नुहुँदा पनि दाजु जागिरे मेरो भाउजू भेटिएकै छैन यस्तो छ मेरो माइती घरै यस्तो छ साथी हो मेरो माइती घर यो धारा अहिले यता चाहिँ बर्खे आलु खन्ने सिजन छ के साथी हो मकै भर्खर दोर्ने बेला मात्रै हुँदैछ है यो के को बोट थाहा छ यो भेन्जामको बोट भेन्जाम चिङफिङ भन्छ नि पाहाडे भेन्जामको बोट यस्तो हुन्छ हेर्नु होला यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट सुझाव प्रतिक्रिया नयाँ साथीहरूले सब्सक्राइब पनि गरिदिनु नबिर्सिदिनु होला है साथीहरू सबैजना साथीहरूलाई विनम्र अनुरोध जसले पनि मलाई सपोर्ट गर्ने म पनि यहाँलाई फुलदेखि मनैदेखि सपोर्ट गर्नेछु फेरि यस्तै राम्रो भिडियो लिएर आउने कोसिस गर्नेछु धन्यवाद।